Hello guys, welcome back to my YouTube channel. अनि आज चाहिँ सबैलाई ह्यापी दशैं बडा दशैंको सबैलाई शुभकामना छ है। तपाईहरु पनि आज टिका लाउन जानुहुन्छ होला, हामी पनि जाने है। तर आज म अलिकति चाहिँ स्याड छु किनकि यसपालिको दशैं चाहिँ अब म मेरो हस्बेन्डसँग चाहिँ लाउन सक्दिन, नपाउने रहेछु किनकि उ चाहिँ बिहानै 5 बजी नै उ जानु पर्यो, सिलिगुडी जानु पर्यो है। अनि अब के गर्नु है, सबैको अब पैसा त कमाउनै पर्यो है। तर पनि के पनि छैन हैन। अब आउनु त हुँदैन हैन, आउनुहुन्छ तर भरे बेलुका आउनुहुन्छ होला, मेबी आफ्टरनुन आइपुग्नुहुन्छ होला है। त्यति बेलासम्म त अब उसको के भन्छ टिकाको टाइम बितिसक्छ। तर पनि तपाईहरुलाई देखाउँछु म के गर्छु भनेर। अन्त अब अहिले चाहिँ म अलिक साफ सफाई गर्ने, अनि साफ सफाई गरिसकेर चाहिँ म नुहाउनु जाने, बात गर्नु जाने, अनि नुहाइधुवाइ गरेर चाहिँ ब्रेकफास्ट गर्ने, अनि ब्रेकफास्ट गरेर चाहिँ हामी जाने पर घरमा मुमा भएकोमा है। अनि म तपाईहरुलाई त्यहाँबाट गएर देखाउँछु। सो बाइ बाइ, अहिले भेटौँ। लु है साथी हो, हामी चाहिँ रेडी भयौँ। अब पापा र म चाहिँ छौँ, दादा चाहिँ जानुभयो। अन्त अब चाहिँ हामी निक्लेको। पापा किचनबाट केही छ निकाल्नु? के पनि छैन, मन गरिदिए। पर्दैन तल। पापा चाहिँ ऊ माथिबाट जाँदैछौ। म चाहिँ यहाँ तलबाट गएको, तल रम झुल्नु पर्ने छ। अन्त बाँदर पनि दसैँ मनाउन आएछ। फोबा ए के पकाउँदैछ फोबाले? स्पेसल पाक्दैछ फोबाको। है फोबा यता हेर्नु न। आची धक्ती त के साह्रो। लु पिक्चर अभी बाँकी है। ब्लगरहरु पनि लाप्चेबाटमा भयो लगाउनु न। विकासले पनि लाउँछ, बहिनीले लाउँदैन। विकास नयन खालहरु फेरि तात सँगै बसाइदिहाल्यो। यहाँ सिधै बसौँ चारैजना एकैचोटि लगाउँ। यस्तो खालको बसौँ न। यस्तो कुप्रो
ल साथीहरू हामी चाहिँ मामाको घरमा छौँ अघिको घरमा गएर आयौँ हो र अहिले चाहिँ मामाको घरमा छौँ अन्त अहिले चाहिँ सर चाहिँ सुतिरहनु भएको छ यहाँ तल चाहिँ गीत बज्दैछौँ तपाईँहरूतिर कस्तो हुँदैछ दसैँ हाम्रो चाहिँ टिका लगाए यस्तो छ आम्मामा इधर आ बाय बाय अच्छी पीछे पक्का पीछे ढाडमा आओस् भन्ने आशीर्वाद हुन्छ पहिला चाहिँ मेरो ल राम्रोसँगले लिएर चाहिँ गरी खानुपर्छ त्यतिखेरले हो केही हामी जानिँदैन काम आफ्नो जग्गा छ यसरी गर्नुपर्छ खुसीसँगले बस्नुपर्छ हजुर यस बढी राम्रो भन्नु परेको बेला चाहिँ हामी सबै एक भएर जे कुरा कार्यहरू पुरा गर्नु सक्छौँ ल गर्न मात्रै भन्न त बुबु म गर्छु भनेर म सघाइहाल्छु तँलाई जे काम गरौँ राम्रो गरे यसरी खुसी छ राम्रो छ होइन सबै गाडी होस् कि त्यस्तै होस् म त गर्छु सघाउँछु भन्नु चाहिँ पऱ्यो तर बुबु सम्झेर होइन भनेन भने त फेरि कहाँबाट हो होइन राम्रो कुरामा म सुनिसकेको छु मेरो कान्छालाई नै यहाँ गरेको छ राम्रो कुरा हो 2027 बिहे गरेको राम्रो पाएको छ हो यसरी मजाले गरिखानु 2027 पढ्नु सधैँभरि सँगै बुढाबुढी साथमा देख्न पाऊँ राम्रोसँगले ल त्यो आशीर्वाद अरू पनि जानिँदैन हामी पनि भर्खर सिकिँदैछ हुन्छ मेरो घरको तपाईँलाई राम्रो सोचेको सम्झेको कुराहरू पुगोस् जे पनि राम्रो कुरा गर्नुहुन्छ तपाईँले राम्रो काम गर्नुहुन्छ र त्यो जे पनि तपाईँले मिलेर बस्नुहोस् लु आउनुहोस् यहाँबाट हुन्छ छोरी हो छोरी राम्रोसँगले पढेर राम्रोसँगले ज्ञान पाउनु ज्ञान लिनु त्यो ज्ञान चाहिँ अरूलाई पनि बाँडेर सिकाउनु राम्रो काम गर्नु ल ठुलो भएर ओगिलाको त दुवैसक्यो यो आशीर्वादै हामी चाहिँ यहाँ हेर्दैछौँ काकीहरू यहाँ चाहिँ हाम्रो मुमाहरू नाच्नु हुँदैछ है सानो फुवाहरू